आमा कालो कालो भएको छ तल सबै जलेछ क्या हो। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ म खाना पकाइरहेको छु हैन, अनि ब्लग स्टार्ट गरेको। अहिले चाहिँ कति बजे छ भने साँझको 5:21 भएको छ। अहिले चाहिँ आमा हेर्न सक्नुहुन्छ। अहिले म आगो बालिरहेको थिएँ अनि खाना चाहिँ ग्यासमा पाकिरहेको छ। ग्यासमा पकाउन हालेछु। त्यता खाना हो अनि यता तरकारी यामा अनि आगो छ बुटिहाल्यो, जाडो पनि छ। गाइस खाना पकाउँदै पकाउँदै खानै जरिहाल्यो यार। ओहो कस्तो गनाइरहेको छ यार। बिर्सेथे म त अनि अघि नै हालेको बिर्सेथे। धेरै त जले छैन, तल सबै जलेछ क्या हो। यहाँमा हेर्न सक्नुहुनेछ खानै जलिहाल्यो यार। यहाँमा हेर्न सक्नुहुन्छ गाइस कस्तो जलिहाल्यो, कस्तो गनाइरहेछ। अब केही छैन, यही खानुपर्छ। म के गर्दैछु यार गाइस, अघि न बाहिर गएको थिएँ अनि यो तरकारी पनि जलिहाले थियो। यहाँ म कालो कालो भएको छ। पुरा यो चाहिँ बन्दा गोभी हो। वाउ ब्युटीफुल। अनि भात पनि जलिहाल्यो। अहिले चाहिँ म गाइस हेर्न सक्नुहुन्छ दुईटा टमाटर छ, अरू पनि छन्, तर अहिले चाहिँ यति यही आगोमा पोल्ने हो अनि चटनी बनाउने हो यसको है। यो अंगठा बन्छ नि, यस्तो रातो रातो बन्छ अनि त्यसमा पोल्ने हो अनि चटनी मिलाउने हो। अब चाहिँ यो रातो रातो टमाटर यहाँमा हाल्दिनु हो गाइसहरु। यसमा दुईटा अनि पाक्छ एकछिन अनि निस्काल्ने हो अनि चटनी मिलाइदिने हो पिसेर। यहाँ म हेर्न सक्नुहुनेछ गाइस, यो चाहिँ हो के भन्छन् खुर्सानी हो हैन। दुईटा टमाटरमा 5वटा खुर्सानी हालिरहेको छु, सो गोलो गोलो वाला। यसलाई चाहिँ म डोक्नीमा कुट्नेवाला छु। चटी खायो झन् पिरो डोक्नी चटनी भन्छन्। चटी खायो झन् पिरो डोक्नी चटनी भन्छन्। एउटा खसी हाल्यो यार। टमाटरको पनि त्यो चोक्ला छुटाइसकेको छु अनि यसमा हालिदिने हो। एउटाको अरू छुतामा एउटाको अरू छुता छैन। यो चाहिँ यो पनि खोरिसक्यौँ। अब यसलाई मजाले यसरी खुच्ने हो। अब यसमा नुन पनि हाल्ने हो। नबजाओ यति नुन हाल्छु अनि अरू हाल्छु। ठिक्कको नुन हालिहाल्छु। सिकाइरहेको छैन नि, भ्लग बनाइरहेको छु। त्यही पनि सिक्न सक्नुहुन्छ आउँदैन भने। तिनवटा भात जलिहाल्यो, तर मेरो फर्स्ट टाइम होइन के, डेली पकाउँछु। अनि हाम्रो चटनी भयो रेडी। देखाउँछु है। फाइनली चटनी बनिहाल्यो। गाइज बाहिर चाहिँ हेर्न सक्नुहुनेछ राति भइसक्यो होइन। अब चाहिँ म खाना खान जान्छु अनि खाना खाएर भेटौँला है त। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हो नेक्स्ट डे। भोलि चाहिँ म खाना खाएर निदाइ हालेको थिएँ के, त्यही भएर ब्लग एन्ड गर्न बिर्सेथेँ। आज चाहिँ अहिले चाहिँ म उठेँ अनि यहाँमा हेर्न सक्नुहुन्छ
कस्तो छ नजारा। यो ब्लगमा यही अन्त्य गर्न चाहन्छु गाइज। अब मिल्छौँ नेक्स्ट ब्लगमा। आजको लागि यति नै। बाई बाई।